अब म संशोधनकर्ता मान्य आर्यन राईलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। आज अस्ति यस विषयमा थोरै छलफल कुरा राखेका थियौँ। स्वास्थ्य विज्ञान प्रशिक्षण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा संशोधन सम्बन्धी मेरो केही थोरै छोटो राख्न चाहन्छु। यो फरक जस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रशिक्षणमा उपकुलपतिको 5 वर्ष कार्य अवधि भनेर राखेको छ। फेरि तलतिर अन्यमा 4 वर्ष छ। तपाईहरुले जस्तै अब सरकारले यो अध्यादेश लिएर पहिलाको त्यहाँ उपकुलपतिहरु के हटाएर नयाँ गर्ने भन्नुभयो, त्यो पनि ठिकै छ। त्यसले पारदर्शिता होस् भनेर अस्ति पनि भनेको थिएँ, फेरि पनि भन्न चाहन्छु। र यो 4 र 5 वर्ष किन भयो भन्ने खालको यो चाहिँ अलिकति अनौठो देखियो एउटै विषय। हुन त यो यस्तो होला जस्तो लाग्छ मलाई चाहिँ, त्यो हस्पिटल निर्माण भइसके पछाडि त्यो नियमावली बन्योला, त्यति बेलाको कुरालाई यहाँले यथावत राख्नु भएको हुनसक्छ। यदि त्यस्तो हो भने समय अनुकूल यहाँहरूले यसलाई एकरूपतामा ल्याउँदाखेरि राम्रो हुन्छ जस्तो लाग्छ। र अन्य विषयवस्तुहरू खासै यस सम्बन्धमा धेरै म राख्न चाहिनँ। र चाहिँ त्यसमा पारदर्शिता कुराहरूमा अस्ति पनि हामीले कुरा उठाइसकेका छौँ। र यो 4 र 5 वर्षलाई गम्भीर ढङ्गले हेरिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। र यसैसँग सम्बन्धित अब 2-4टा चाहिँ विषयवस्तु राख्न चाहन्छु। सार्वजनिक विषयहरू जस्तै तपाईको अहिले यो स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित र चाहिँ खाद्यान्नसँग सम्बन्धित अहिले बजारमा अब हामी कस्तो भइदियो भन्दाखेरि यो स्वास्थ्य चाहिँ नेपालीहरूले केयर नगर्ने, पहिला त्यो हामीले चाहिँ हाम्रो त्यो सम्बन्धी नियम नै हामीले गरेनौँ। जस्तै तपाईको अहिले बजारमा फलफुल, तरकारी, खाद्यान्नहरू, दुध, मिनरल वाटर, जारको पानी, यसमा एकदमै तपाईको छानबिन कम हुन्छ। अब त्यहाँ विश्वादी कति मात्रामा प्रयोग भएको छ त्यो पनि राम्रोसँग अनुगमन हुँदैन। यस सम्बन्धी चाहिँ सबैले चाहिँ तपाईको सचेत हुनुपर्छ र तपाईको सम्बन्धित मन्त्रालयले अलिक कडाइको साथ यो सम्बन्धी हेरिदिनु होला, म अनुरोध गर्न चाहन्छु। र अब अर्को सार्वजनिक तपाईको महत्त्वको कुरा अर्को चाहिँ यो सम्बन्धित मन्त्रालयभन्दा फरक राखेर म बिदा हुन्छु, समय आज धेरै लिन्न। यो सार्वजनिक यातायातमा जताभावी भाडा लिएको छ भने चाहिँ यसले चाँडो नियमन गर्नको निम्ति अनुरोध गर्न चाहन्छु। र अर्को त्यसैसँग सम्बन्धित यो पार्किङको असुविधाको कारणले गर्दाखेरि जताभावी तपाईँको पार्किङ राख्न नमिल्ने, ट्राफिकले दुःख दिने, फेरि ट्राफिकले पनि कारवाही गरेन भने उसलाई पनि समस्या नै छ। किनभने कारवाही गर्यो भने चाहिँ माथि गएर, त्यही कारणले गर्दाखेरि यो चाहिँ सार्वजनिक महत्त्वको कुरा भएर मैले चाहिँ यो थोरै राखिहालेँ। यो विशेष सन्दर्भमा भन्दा फरक भएर के गर्ने, विशेष समय पनि छैन कुरा राख्नलाई। त्यसै कारणले गर्दाखेरि यो पार्किङको चाहिँ देशैभर ठुलो समस्या छ। यस सम्बन्धी पनि हामीले कम्तीमा यहाँदेखि उताको भौतिक योजनाहरू हामीले बाटोघाटो बनाउँदाखेरि दूरगामी ढङ्गले बनाऊ भन्ने चाहिँ म भन्न चाहन्छु। र समय बचत गर्नुपर्छ देशको हो। धन्यवाद। थ्याङ्क यू सो मच।